हेलो साथीहरू, आज हामी 15 मिनेटको साइकल यात्रापछि कोरियामा रहेको फेवातालमा जाँदैछौँ। कोरियामा नि फेवाताल हुन्छ र भन्नुवाला हुन्छ, मैले नाम राखिदिएको। यात्रा नहुने हो। सेम फेवातालमा त तपाईँ गइसक्नु होला, देख्नु होला। आज चाहिँ कोरियाको फेवाताल देखाउँदैछु। बाटो चाहिँ अलि उकालो छ, साइकल बेल्दा चाहिँ अलिक समस्या पर्छ। एमा बेल्नुभन्दा डोराएर हिँड्ने चाँडो होला। फेवाताल हो कि भोटेले पार देखाएको थियो उकालोमा। सबैलाई फेवाताल हेर्ने रहर छ नि, त्यसै आएको छु म यहाँ त्यति टाढाबाट। कम्पनीमा काम पनि छैन, त्यस्तै साइकलमा डुल्दै बस्थ्यो। फेवातालमा म डुङ्गा पनि देखाइदिन्छु तपाईँलाई, नपताउनु मेरो कुरा हो। यत्रो नहुने हो। वक्तलाई त्यहाँ पुगेपछि त भेटाइहाल्थ्यो नि तपाईँले। जति अगाडि गयो नि त त्यहीसम्म हो। त्यहाँबाट पानीमा साइकल चलाएर जान्नुहोस् त। अब चाहिँ पेल्न पर्यो यत्रो। आउने लाग्यो है, जस्ट 1 मिनट। गाडी मान्छे टन्ने आए जस्तो छ फेवातालमा डुङ्गा चढ्नलाई। यस्तो डाँडामा नि फेवाताल हुन्छ भन्ने कुरा नै आउन सक्ला। अचम्मै छ कि हुन्छ, नहुने केही छैन। वाह, क्या मनोरम दृश्य, मनोरम भ्यू छ। फेवातालको टापुमा यो मान्छे जस हल्का फुल्का मलाई उछिन्नु त होइन।
साइकल राखौँ अनि घुमौँ। ल हामीहरू फाइनल्ली कोरियाको फेवाताल आइपुग्यो। यसरी टक्क घुम्दै आउँदा यसरी जुत्ता फोहोर हुन्छ, कपडा फोहोर हुन्छ भनेर यहाँ ऊ पनि राखिदिएको छ, टक्क हावा हान्ने, सफा गर्ने जाने। ल सुविधै सुविधा होला, मान्छे खुट्टा फोहोर होलान् भनेर जुत्ता पुछ्ने शुद्ध हावा राखिदिएको छ। डुङ्गा चढ्ने ठाउँ त बन्द रहेछ है। डुङ्गा नि छ भन्थ्यो भन्नु होला, छ त्यहाँ डुङ्गा हो त्यहाँ तल, अहिले परबाट देखिन्छ। यो खास चाहिँ यो यहाँ पानी थुनेर चाहिँ ड्याम बनाएर यो हाम्रो एरिया पुरै जिल्लालाई चाहिँ खाने पानी सबै पानीको लागि यही नै हो। खाने, पिउने, नुहाउने, धुवाउने सबै आवश्यक पर्ने यति पानी यहीँबाट यसरी ड्याम बनाएर थुनेर पुरै परिपूर्ति गरिरहेछ। यहाँ पनि लभ पोइन्ट हुँदो रहेछ, त्यही आफ्नो नाममा चाँपी झडाउने रहेछ नि। या के हो यस्तो नेपालमा पनि देखिन्थ्यो कहीँ कहीँ त। लभ अरे लभ, ए यसलाई पनि लभ नै पो लेखेर रहेछ यार। यल ओ भी इधर आकर भी, अच्छा ऐसी बात है। मैले 2-3 दिन पानी परेको त बवाल गरेको छु। उहाँ बसिया हाँसेर बस्दैछ भन्दै। बवाल ठुलो दामी छैन त ठाउँ। सुनसान फेवाताल हो क्या। हाम्रो फेवाताल भिडभाड फेवाताल, यहाँको चाहिँ सुनसान फेवाताल। त्यहाँबाट ड्याम बाँधिरह। बाफ्रे कति मिटर गइरह, 60 मिटर अरे बाफ्रे।
यत्रो यो डाँडालाई नै ब्लक गरेर पुरा पानीको आपूर्ति गरिरहेछ। ल हेर्नुहोस् यता चाहिँ यति माथि छ, यहाँसम्म पानी छ भने चाहिँ कति गहिरो छ भन्ने कुरा तपाईँले यता हेरेर चाहिँ अनुमान लगाउन सक्नुहुन्छ। यति पुरै यो यस्तो ड्याम उठाएर ल हेर्नुहोस् यता यहाँ कति तल कति गहिरो छ। ल ल हेर्नुहोस् यति अग्लो ड्याम कम्ती नि 50-60 मिटर त छ होला। गरे जे पनि हुन्छ कि नगरे चाहिँ केही पनि होला। यो त यति गहिरो छ, यति ड्याम उठाएर हेर्नु भएन त अब कोरियाको फेवाताल। अर्को भिडियोमा हामी राराताल देखाउने कोसिस गर्नेछौँ। माछा छोप्नु कोवा आउँदैछ क्या। अहिले त भर्खर बिहान 10 बज्दैछ। अब दिउँसोतिर मान्छे टन्ने पानीभित्रै पसेछ क्या माछा भन्नु। काग भर्खरै गायब भएको थियो त। त्यत्रो बेर पानीमा उड्न सक्ने। 1965 12 महिना बनेर चाहिँ ड्याम। 언제? 어느 때 먹을 때